आज तपाईहरुलाई मैले यस्तो युथ भन्न जाँदैछु जसले प्रायजसो नेपालीहरूलाई फाइनान्शियली फ्रिडम हुनबाट चाहिँ रोकिरहेको छ र त्यो हो लाइफस्टाइल अपग्रेडेसन। जब फर्स्ट टाइम हामी नेपालबाट अस्ट्रेलिया आइन्छ हामीलाई के लाग्छ भन्दा अब त लाइफ सेट भयो, फाइनान्शियली वी आर फ्री। पहिलो जब पाइयो, जब पाउने बित्तिकै इन्कम पनि आउन सुरु भयो र इन्कम आउने बित्तिकै चाहिँ सुरु भयो अपग्रेडेसन अपग्रेडेसन अपग्रेडेसन। अपग्रेडेसनको लागि सबैभन्दा सजिलो अस्ट्रेलियामा हरेक चिज तपाईले इएमआईमा लिन सक्नुहुन्छ, इन्स्टलमेन्टमा। आइफोन चाहियो न्यू, पुरानो हुँदाहुँदै यु क्यान डु इट अपग्रेडेसन। तपाईलाई नयाँ कार चाहियो यु क्यान फाइनान्स इट। तपाईलाई चाहिँ कपडा चाहियो, कपडा पनि तपाईले इन्स्टलमेन्टमा किन्न सक्नुहुन्छ अस्ट्रेलिया। सुरुमा अस्ट्रेलिया आउँदाखेरि हामी पैसा बचाउनको लागि सेयर्ड रुममा बस्थ्यौँ भने अब इन्कम आउन सुरु भइसकेपछि हामीलाई सिंगल रुम चाहियो। सुरुमा पैसा हुँदैन थियो, पब्लिक ट्रान्सपोर्ट हामीले युज गर्थ्यौँ कामबाट पोइन्ट एबाट पोइन्ट बीमा जान भने। अब हामीसँग पैसा भयो, इन्कम बढ्यो, आफ्नै एउटा कार चाहियो। सुरुमा पैसा नहुँदाखेरि आफैले घरमा मिठो नमिठो पकाउन जानी नजानी आफै खाना पकाएर खाइन्थ्यो, ग्रोसरीबाट सामान लिएर आएर कहाँ सस्तो पाइन्छ भने। अब इन्कम बढिसकेपछि बाहिर गएर खानु पर्ने भयो। चाहिँ नेपालबाट जुन फोन लिएर आएको थियौँ त्यसैले काम चलिरहेको थियो भने अब चाहिँ हामीलाई आइफोन चाहियो, त्यो पनि लेटेस्ट। पहिला सेभिङ गर्ने सोच हुन्थ्यो भने चाहिँ अब चाहिँ इन्जोय द लाइफ, हु नोज टुमोरो भन्ने सोच हो। यही नेरबाट सुरु हुन्छ डाउनफल।